surprising her birthday be like? रुममा तिमी बेच्ने हल्ला गर्न त पाउँदैनौ त्यही पनि यसो गएर सिरानी मुनतिर हेर है यसो नहाँस है अलि One, two, three, go. पछाडि क्यामेरा फर्काऊ अनि हाँस हाँस्ने कुरा हो क्या अर्थ केही होइन नेपालमा भयो भए त अलि राम्रै प्रिन्ट गरेर दिन्थे स्केच पनि दिन्थ्यो होला कुवेतमा पर्यो अब ब्ल्याक एन्ड व्हाइट प्रिन्टको ह्यापी बर्थडे साथीहरू अब चाहिँ बिहान भयो अनि म चाहिँ छिटो उठेर उसलाई झन् हेल्प गर्न जान्छु भने त झन् आज नै ढिलो उठेछु क्या अनि त्यसपछि म चाहिँ मुखसुख धोएँ होइन ब्रस गरेर रेडी भएर उसलाई चाहिँ फेरि अर्को सरप्राइज दिन्छु भनेर चाहिँ जान लागिरहेको छु साथीहरू हेर्नुहोस् है त अब चाहिँ म उसको रुममा पुगिसकेँ होइन उसले चाहिँ के गर्दैछ थाहा छैन मलाई हाम्रो नेपाली मोमोज कस्तो चिसो भयो कि हेर्नु न फेरि यस्तै खानु भयो फेरि के हुँदैन ह्यापी बर्थडे अब म चाहिँ लागेँ दिदीलाई राम्ररी बनाउन थ्रेडिङ गरिदिँदैछु अनि स्मृति चाहिँ उता आफ्नो बर्थडेको दिन पुरा भगवानलाई सम्झिँदैछ अनि उसले चाहिँ कति मजाले पूजा गरिरहेछ है विदेशमा भए पनि के गर्ने साथीहरू थोरै ठाउँ चाहिँ हामीले भगवानको लागि पनि राखिदिन्छौँ क्या भगवानको लागि पनि सम्झिएर होइन हामीलाई जे भए पनि हाम्रो भगवान हामीसँगै हुनुहुन्छ भनेर चाहिँ हामीले प्रार्थना गर्छौँ उसले पनि त्यही गरिरहेको छ उसलाई थाहा छैन साथीहरू मैले यो चाहिँ भिडियो लुकेर लिएको छु भनेर उसले पूजा गरिसकेपछि चाहिँ अब हामी लाग्छौँ रेडी हुन ऊ चाहिँ रेडी भइसक्यो सबैजना रेडी भएर चाहिँ हामी कार बोलाएर होइन त्यहाँ कारमा बसेर चाहिँ गइरहेको थियौँ हामी चाहिँ प्लान गरेको चाहिँ शहीद पार्क थियो क्या अनि कारले चाहिँ शहीद पार्कसम्म चाहिँ कारको दाइले चाहिँ पुऱ्याइदिनु भयो होइन अनि हामी फोटोहरू खिच्यौँ होइन रमाइलो गर्ने गयौँ पछि शहीद पार्कमा चाहिँ खानु मिल्दैन भित्र भनिदियो क्या त्यसपछि त के गर्नु है साथीहरू त्यहाँ झरेको मान्छे पनि फेरि त्यही कारको दाइलाई बोलाएर होइन त्यो कारको दाइसँग फेरि बसेर अर्को ठाउँतिर लाग्यौँ साथीहरू यस्तै छ अब भित्र बसेर खाना नपाएपछि त के रमाइलो होइन उसले चाहिँ भन्दै थियो क्या बाहिर बस्नु रमाइलो गर्नु खानु अनि त्यसपछि बल्ल भित्र जानु भनेर तर के गर्नु बर्थडे सेलिब्रेसन गर्नु थियो हामीलाई अनि त्यसपछि भित्र चाहिँ पछि आउँला बरु अहिले चाहिँ हामी बाहिरै जान्छौँ भनेर अर्को पार्कतिर खोज्न लाग्यौँ होइन खोज्न आउँदाखेरि चाहिँ त्यो ब्रदरलाई जुन कारको ब्रदरलाई चाहिँ एउटा पार्क थाहा रहेछ क्या अनि हामी चाहिँ त्यही आयौँ अनि सुषमा दिदीको चाहिँ खुट्टा दुखेको छ हिलले गर्दा अनि उहाँ चाहिँ कर्नरबाट हिँडिरहनु भएको थियो हामी चाहिँ यसरी भिडियो बनाउँदै म चाहिँ हिँडिरहेको छु अनि स्मृतिले चाहिँ हजुरको भिडियो बनाइदिन्छु भन्दैछ जे गर्नुपर्छ त्यही कन्टिन्यू छ ल
यसरी बाहिर लगेर सबै चिजहरू खानुको मजा पनि छुट्टै हुने अनि त्यही माथि यसरी साथीहरू मिल्ने साथी पायो भने त झन् रमाइलो हिँड्दा हिँड्दा थकै लाग्यो होइन हिलमा हिँड्यो नि त 1-2 घन्टा भइसक्यो हिँडेको दिदी कस्तो लागिरहेछ यो हामीलाई स्मृतिले लिएर आएको ठाउँ क्या स्मृति आज धेरै एक्साइटेडमा चप्पलै खोलेर हिँडेको बर्थडे सेलिब्रेसनभन्दा अगाडि त फोटोहरू खिच्नु परिहाल्यो साथीहरू होइन अनि त्यसपछि मैले चाहिँ उसको फोटो खिच्दै वाउ कति राम्रो फोटो आएको थियो क्या अनि मैले उसलाई यही मौकामा चाहिँ मेरो पनि भिडियो बनाइदेऊ न ल भनेर चाहिँ भनेको थिएँ अनि उसले बनाइदिएको भिडियो बनाउँदा चाहिँ साथीहरू के गर्नु क्या केही मलाई त केही नै आउँदैन त्यही भएर चाहिँ मैले एउटा फुल दिएँ अनि त्यो फुललाई कानमा लगाएर स्मृतिले चाहिँ मलाई भिडियोको लागि गाइड गरिरहेको छ क्या साथीहरू त्यही पनि मैले चाहिँ केही नजानेर यताउति घुम्छु क्या अनि त्यसपछि सिधै हिँडिदिन्छु होइन बिचरा उसले फोटो भिडियो लिँदा अनि म चाहिँ कहाँ पुग्छु भने साथीहरू अब चाहिँ लागौँ हामी बर्थडे सेलिब्रेसन गर्नेतर्फ अब हामीले चाहिँ बेडसिटहरू लिएको थियौँ होइन बस्नको लागि त्यही भएर बेडसिटहरू तछायौँ अनि त्यसपछि सबै खानेकुराहरू एक गर्दै थियो निकाल्न लाग्नु भयो दिदीहरू मेरो काम भनेको चाहिँ भिडियो गराउने थियो क्या अनि त्यही भएर म चाहिँ यता भिडियो स्टार्ट गर्दै अनि उता चाहिँ बेलुन फुक्दै गर्दै थिएँ है साथीहरू बेलुन फुक्नु यति गाह्रो कि हामीले चाहिँ यति धेरै बेलुन लिएर गएको थियौँ राम्रो गराउने डेकोरेसन भनेर तर चाहिँ हामीले सकेनौँ अब चाहिँ हामीले सुरु गऱ्यौँ विस गर्न सोचेको चाहेको सबै इच्छा पुरा होस् धेरै पैसा कमाउनु राम्रो असल बुहारी बन्नु छोरा पाउनु छोरी चाहिँ नपाउनु हामी छोरी भएर छोरी पनि पाउनु छोरा नि पाउनु अनि त्यसपछि एकजनाले फोटो खिच्छौँ एकजनाले भिडियो बनाऊँ त्यसको भिडियो बनाएको एकछिनमा दिदी Come on. ल म यो बाइक हल्लाउँदिनँ ल यतिको बसे त्यो प्रशंसाको नि फोटो खिचिदिनु ल दिदी ल फर्स्टमै स्विट खायौँ नि त हामीले है उसले त घरमै निकाले पग्लिसकेछ फेरि यता नि हेर्छु यता त भिडियो हो नि उता पो फोटो हो त यो भिडियो कति गर्ने हो म चाहिँ खोइ त ब्याक क्यामेरा गरौँ न केक कटिङ कार्यक्रम चाहिँ सक्यो कि साथीहरू अब चाहिँ हामी खानेतर्फ लागौँ है त हामीले चाहिँ यति धेरै सामानहरू लगाएको थियो कि खानको लागि अनि हेर्नु न कस्तो मजा आउने देखेको है सबैजना एकै ठाउँमा बसेर अब चाहिँ यता गर्मी सुरु भयो नि त साथीहरू लस्सी बनाएर लिएर गएको थियौँ अनि लस्सी खान थाल्यौँ चेस एउटा फोटो पनि हानिदियौँ है साथीहरू भिडियो बनाउने साथी भेट्यो भने त साथीहरू कतिवटा भिडियो बनाइन्छ भन्ने थाहा नै हुँदैन ल हेर्नुहोस् त हामी यस्तो गर्दै खुब नौटङ्की पार्दै भिडियो बनाइरहेछौँ मैले चाहिँ उसलाई बोकेको साह्रै गरौँको अनि उसले चाहिँ मलाई बोक्दै नबोक्ने अनि मैले बोक भनेर उसले नि बोक्यो मलाई अनि उहाँ चाहिँ हाम्रो सुषमा दिदी साथी हो
हाम्रो दिदी चाहिँ साह्रै झोक्रिँदै बसा भएर मैले चाहिँ भिडियो गराउनु लिएर गएँ। ल हेर्नुहोस् साथीहरू कति जङ्गिनुहुन्छ भिडियो बनाउँदा, कति राम्री हो हाम्रो दिदी। अब यसो हरियालीमा गएपछि त साथीहरू किरा नपर्ने चान्सै भएन। सुषमा दिदीको आँखामा चाहिँ किरा परेछ अनि स्मृति चाहिँ निकाल्दैछ। 2-4वटा भिडियो नगराए त साँझ गएर टिकटकमा के राख्नु होइन, त्यही भएर चाहिँ मैले 2-4वटा भिडियो चाहिँ बनाएको थिएँ साथीहरू। राम्रो चाहिँ भएको छैन कि साथीहरू, त्यही पनि मेमोरीको लागि। आफ्नै नेपालको जस्तो लाग्यो होइन, जताततै हरियाली देख्दा चाहिँ यति खुसी लाग्यो कि साथीहरू। तर यस्तो ठाउँमा जाँदाखेरि चाहिँ एकदमै ध्यान पुर्याउनु पर्छ है। अनि ऊ चाहिँ हाम्रो अर्को साथी हिमानी। अब चाहिँ हामी लास्टतिर आइपुग्यौँ अनि फोटोसुटहरू गऱ्यौँ होइन, टुगेदर फोटोसुटहरू लियौँ। स्मृतिको फोटो पनि कस्तो राम्रो आएको छ है साथीहरू। यो चाहिँ मेरो लास्टको बाईवाला सुट साथीहरू। मलाई चाहिँ आउनु चाहिँ आउँदैन भ्लग बनाउन, तै पनि ट्राई गरेँ। यसको लागि चाहिँ हजुरहरूले कस्तो आज